वेलकम छ सबैलाई स्वागत छ मेरो सानो एउटा भिडियोमा। आज हामी दिपावलीको 5 दिन छुट्टी छ। दिपावलीमा त हामीले काम गर्यो। दिपावली मार्फत सालको एकचोटि अब 5 दिन छुट्टी मिले अब घुम्ने क्रम जारी छ। घुम्ने क्रममा चाहिँ आज हामी मलेसियाको एउटा मौरी फर्मतिर आइरहेका छौँ। यहाँ मौरी फर्म देख्न सक्नुहुन्छ। मौरी फर्मतिर आउने क्रममा हामीले एकजना साथी हुनुहुन्छ। साथीसँग हामीले एउटा दुई चार शब्द बोल्ने प्रयास गर्दैछु मैले। अब त्यसको बारेमा स्वागत छ यहाँलाई। नमस्कार। हजुर एकदम नमस्कार नमस्कार स्वागत छ। अब सबैभन्दा पहिला म स्वागत गरिदिएँ म त्यसलाई एकदम धन्यवाद होइन। तपाईँ अहिले 5 दिनको छुट्टी मिलेको छ तपाईँलाई। यहाँ मलेसिया अहिले मौरी फर्मतिर आउनु भएको छ। तपाईँलाई कस्तो लागिरहेको छ यहाँको वातावरण? अब यत्रो वर्ष काम गऱ्यो, लगातार वर्ष भयो छुट्टी पनि पाइनँ राम्ररी। बल्ल छुट्टी पाएको छ। छुट्टीमा यहाँ आएपछि यसलाई एकदम खुसी होइन, एकदम खुसी भएको छु। त्यस्तो केही टेन्सन छैन, त्यस्तै रिल्याक्स फिल भएको त्यही हो। तपाईँलाई यहाँ यस्तो मौरी पालिरहेको छ होइन। तपाईँले पनि यो अब नेपालमा पनि मौरी फार्महरू धेरै हुनुहुन्छ, मौरी किसानहरू। त्यसको बारेमा तपाईँलाई एक दुई शब्द जान्छ तपाईँबाट? अब खासमा भन्दाखेरि चाहिँ मैले अब मौरी फार्मको बारेमा त्यति केही थाहा छैन होइन। त्यही पनि अब मैले तपाईँलाई यहाँ आएर मौरी फार्म देख्दाखेरि चाहिँ के भन्न चाहन्छु भने अब केही गऱ्यो भने यहाँ केही न केही चाहिँ हुँदो रहेछ कि। त्यसरी तपाईँले अब यहाँको मान्छेले अब एउटा मौरी फार्मलाई यहाँ मान्छेहरू बोलाएर अब पैसा कमाउने अब वातावरण गरेको क्या। मान्छेहरू पनि बोलाउने, आफ्नो देशको नाम पनि आयो, त्यसपछि ठाउँको नाम पनि चिन्यो होइन। अब यता मौरी फार्म पनि भइरह, त्यसपछि तपाईँको यता फुल बिरुवाहरू छ त्यसबाट पैसा पनि कमाइरह। अब मौरीले पाउने चाकाहरू छोड्ने सबै तता गर्ने सबै फुलबाटै हो। त्यही भएर दुवैतिर एकैचोटि भइरह। अब के भन्न चाहन्छु भने अब मौरीहरू अब नेपालमा त छन्, तर यही तरिकाले यसो होइन, यो अझै राम्रो तरिका होला। अब मेरो विचारले चाहिँ अब अलिकति गर्दा राम्रो होइन। मान्छेहरू बोलाउनु पऱ्यो, पैसा कमाउने वातावरण त देख्नु पऱ्यो नि होइन। त्यही नै हो। वास्तवमा तपाईँलाई नेपालतिर अब मैले देखिरहेको छु कि अब मौरी पालनहरूले है मौरीहरू लगेर अन्त जहाँ जहाँ रसहरू हाल्छ त्यो ठाउँमा लगेर मौरी राख्ने चलाउने एउटा प्रक्रिया छ। त्यसको लागि तपाईँलाई केही तपाईँको दुई चार शब्द? अब त्यस्तो अब एउटा जनावरले एउटा ठाउँबाट अरू ठाउँमा सार्दाखेरि त्यस्तो त भएन नि त। अब एउटा तपाईँको एउटा बारीमा अब मौरी पालेपछि अब त्यही नै हुन्छ नि। अब फुलहरू हुन्छ, उसले आफ्नो तरिकाले अब चाकाहरू छोड्छन्, आफ्नो तरिकाले के गर्छ नि होइन। भनेपछि तपाईँले चाहिँ अब मौरी पाल्न लागि आफै चाहिँ एउटा बगैँचा बनाएर मौरीले चाहिने फुलहरू रोपिदिँदा राम्रो हुन्छ भन्नुहुन्छ है तपाईँले? आफ्नै बगैँचा हुनुपर्ने नै छैन क्या यहाँ। हजुर। अब नेपालमा अब कति पैसा हुनेवाला छन्, नहुनेवाला छन्। अब आफ्नै बगैँचा छ भने छैन भने त अब अहिलेको जमानामा त अब हामीले भाडामा नि पाइरहेको हुन्छ नि, वर्षको यति 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 हो भने त्यसमा हामीले के गर्न सकियो। भन्नु खोजेको कुरो के भनेपछि तपाईँ भाडामा जे जसरी हुनुभयो त्यो भाडा कुरा नभएको कि अब त्यही मौरीलाई चाहिने अब कसैले चाहिँ अब मौरीलाई अब एक ठाउँबाट अरू ठाउँमा सार्ने होइन चराउने हुन्छ। त्यसको बारेमा तपाईँले मैले भन्न खोजेको अब बगैँचा चाहिँ जस्तै भाडा गयो भने अब बगैँचामा फुलहरू रोपिदिँदा राम्रो हुन्छ कस्तो हुन्छ भन्नु खोजेको? बुझाइ अनुसारले अब एउटा मान्छेले यहाँदेखि उता सार्ने, उतादेखि यता सार्ने नराम्रो हुन्छ। हजुर। त्योभन्दा राम्रो हो आफ्नै बगैँचा गर्ने, आफ्नै बगैँचामा फुलहरू रोप्ने, मान्छेहरू बोलाउने, पैसा त्यताबाट आइहाल्छ, यताउता गर्ने नि त। किन सार्नु पऱ्यो यता र उता? ठिक छ, तपाईँको भनाइ राम्रो भयो। अनि त्यसको बारेमा आज तपाईँ घुम्ने क्रममा यो मलेसियाको मौरी फार्ममा आउनु भएको छ। अनि तपाईँलाई चाहिँ यो यहाँ साथी नेपाली साथीहरू पनि भेटियो होइन, दुई तिनजना। त्यहाँको गुनासो पनि अब यस्तो बेसिक उस्तो बेसिक भन्दै थियो मलेसिया। त्यसको बारेमा तपाईँले केही एक दुईवटा शब्द जसमा? सबैभन्दा पहिला के भन्न चाहन्छु भने अब यो हाम्रो देश होइन। हजुर। अब हामी यहाँ आएपछि अब यहाँका मालिकहरूले, यहाँका मान्छेहरूले जे भन्यो त्यही नै गर्नुपर्ने हुन्छ। अब कम्पनी अनुसार अब कतिले राम्रै पैसा कमाएछन् होइन, अब कतिले कमाएकै छैनन्, कतिले बेसिक मात्रै पाछन्, कतिले सबै पाछन् होइन। त्यो अब कम्पनी अनुसार हेरी बुझी हुन्छ। अब आएपछि त्यसो चिन्ता गर्नु पर्दैन। अब तपाईँले पहिलोचोटि त जसलाई पनि गाह्रो पर्छ, बिस्तारै बिस्तारै तपाईँ काम गर्दै गयो भने अब तपाईँको बिस्तारै बिस्तारै तन्का पनि बढ्छ, मान्छे पनि चिनिन्छन्, भाषा जानेपछि तपाईँले अझै राम्रो हुन्छ कि। अब फेरि मैले अब यहीँ आएर काम गर्नु भने पनि होइन, नेपालमा पनि गर्न सक्नुहुन्छ। तर हामी अब यहाँ बसेपछि हाम्रो एउटा अब सुझाव, एउटा हामीले भएको कुराहरू सेयर गर्दैछौँ। ठिकै छ। तपाईँले आज मौरी फार्म घुम्ने क्रममा 3 दिनको हिजो पनि अब चिया बगैँचाहरू देखियो, आज घुम्ने क्रममा मौरी फार्ममा पनि आइयो। तपाईँलाई कस्तो लागिरहेछ अहिलेको यस्तो तपाईँको? अब सबैभन्दा राम्रो कुरा अब म चाहिँ यहाँ आएको 3 वर्ष भयो।
3 वर्षमा हामी म बस्ने चाहिँ अब केएलमा हो। त्यहाँ त्यस्तो केही पनि छैन। सबै अब ठुला ठुला घर, ठुला ठुला गाडी सबै ठुला ठुला छ नि। यहाँ आएपछि अब आफूलाई पनि अब नेपाल आएको जस्तो होइन, एकदम राम्रो, अब हावापानी पनि एकदम चिसो छ होइन, नेपाल जस्तै पुरै मौसम आएको। अब त्यही भएर मैले त यहाँ आएपछि एकदम आनन्द फिल भएको क्या। हस् त तपाईँसँग 2-4 कुरा बोल्ने मौका मिल्यो, तपाईँ 2-4 शब्द राखिदिनु भयो। हस् त यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। हजुर, अब मैले अब केही गल्ती केही गलत बोलेको छ भने अब माफ गरिदिनु होला। अब यो चाहिँ मेरो तर्फबाट एउटा गुनासो हो, यो एउटा अब मेरो तर्फबाटको बुझाइ हो। यो केही गल्ती गरेछ, केही नराम्रो बोलेको छ भने माफ गरिदिनु होला है त। ल, धन्यवाद धन्यवाद। धन्यवाद सर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। तपाईँलाई कस्तो के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। हामीले भिडियो बनाउने कोसिस गरिरहेको छ मैले। अब त्यति राम्रो त अब जानेको छैन, त्यही पनि 2-4 शब्द गल्ती भयो माफ पाऊँ है। थ्याङ्क यू फर वाचिङ माई भिडियो।